गाइज हामी चाहिँ अब यो करेन्ट चाउचाउ बनाएर खाँदैछौँ। यसलाई चाहिँ एकदम मिठो मस्त मिठो तरिकाले बनाएर खाँदैछौँ। हेर्नु होला है, यी पहिला सबैभन्दा पहिला तातो पानी तताउने, त्यस पछाडि चाहिँ यो चाउचाउ हाल्ने, यो करेन्ट चाउचाउ। अनि यसलाई मजाले पखालेर भन्दा पनि पहिला यसरी छोपिदिने, एकछिनसम्म छोपेर यसो मजाले गल्छ। यसको अनि पानी फ्याँक्दिने। त्यस पछाडि के हुन्छ म देखाउँछु है त एकछिनमा। ओपन गर्छौँ यसरी, यसलाई चाहिँ यसरी चलाउँछौँ है। हेर्नु होला, सर्लक्क यसरी चलाएर चाहिँ होइन, यसलाई मजाले चलाउनुपर्छ। यो सबै छुट्नुपर्छ। यसलाई मजाले चलाएर छुट्याएर चाहिँ यसको पानी हामी सफा गर्छौँ। सफा गरेर चाहिँ ल अब यो हामी यसको पानी फाल्छौँ है। अनि रेडी कसरी गर्छौँ भनेर देखाउँछौँ। यो चाहिँ के रहेछ यो प्याजहरू, यसको किसमिस भन्छ यसलाई, यसको चिज है, विशेष चिज हो यो। अब यसलाई चाहिँ गाइस यसरी टक्क मोल्ने, सबैलाई मजाले मिक्स गर्ने। यसरी चाहिँ मिक्स गर्ने, मजाले फिट्नुपर्छ यसलाई। कलर आउँदैछ मजाले। यसरी मजाले घोल्नुपर्छ। मजाले घोल्ने, चारैतिरबाट चलाएर होइन, चारैतिरबाट यसरी। त्यहाँ छ है, बाक्लै छ है। अब त्यो खोर्सानीलाई अलिक मजाले घोलौँ। हटाऊ, घोल्दैछौँ। लगभग अब रेडी भयो, हुन आँटिसक्यो। रेडी भयो होइन अब हाम्रो। लु गाइस, यो रेडी भयो। अब यो चाहिँ एकदम खाने तयारीमा है। हामी चाहिँ अब यो खान्छौँ। यसरी खाने हो, टक्क। जिब्रो मिठो भइरहेछ। कस्तो छ? एकदम टेस्टी छ। एकदम टेस्टी छ हो। वर्षै कति मिठो है। ल एकदम मिठो छ। तपाईँहरू पनि यसरी नै बनाएर चाहिँ करेन्ट चाउचाउ खान सक्नुहुन्छ। आजको हाम्रो खाजा चाहिँ यति नै। हस्, ओके बाई। फेरि अर्को भिडियोमा